नमस्कार, स्वागत छ तपाईहरुलाई टेक रमेश युट्युब च्यानलमा। आज हामी सिक्नेछौँ मतदाता नियमावलीमा आफ्नो नाम दर्ता कसरी गराउने। सो विदाउट फर्दर डिलिङ लेट्स गेट स्टार्टेड। सबैभन्दा पहिलो तपाईहरु आफ्नो पीसी, ल्यापटप वा मोबाइलको गुगल क्रोमलाई ओपन गर्नुहोस्। गुगल क्रोमलाई ओपन गरिसके पछाडि यहाँ election.gov.np सर्च गर्नुहोस्। यहाँ साइट खुल्नेछ इलेक्सन कमिसन नेपालको। इलेक्सन कमिसन नेपालमा क्लिक गर्नुहोस्। त्यसपछि अर्को इन्टरफेस तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। यहाँ मतदाता नियमावली फ्री रजिस्ट्रेसन र अध्यावधिमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसके पछाडि फेरि तपाईहरुको अगाडि नयाँ इन्टरफेस खुल्नेछ। यहाँ नयाँ दर्तामा क्लिक गर्नुहोस्। नयाँ दर्तामा क्लिक गरिसके पछाडि अर्को इन्टरफेस खुल्छ। यहाँ तपाईहरु आफ्नो फोन नम्बर राख्नुपर्ने हुन्छ। यहाँ तपाईहरु आफ्नो मोबाइल नम्बर राख्नुहोस्। मोबाइल नम्बर राखिसके पछाडि तपाईहरुको मोबाइलमा 4 डिजिटको ओटीपी कोड जानेछ, त्यो यहाँ राख्नुपर्ने हुन्छ। त्यसपछि यहाँ नयाँ दर्तामा क्लिक गर्नुहोस्। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ अर्को इन्टरफेस खुलेको छ। यहाँ सर्वप्रथम तपाईहरुले आफ्नो प्रदेशलाई छान्नुपर्ने हुन्छ। प्रदेशलाई छान्नुस्, जुन प्रदेशबाट तपाईहरु हुनुहुन्छ। म चाहिँ मध्य प्रदेशबाट छु, मध्य छाने। त्यस्तै तपाईहरु यहाँ जिल्ला छान्नुपर्ने हुन्छ। जिल्ला छान्नुस्। त्यसपछि तपाईहरु गाउँपालिका अथवा नगरपालिका छान्नुस्। म चाहिँ विदेह नगरपालिकाबाट भरिरहेको छु। त्यसपछि यहाँ अर्कोमा चाहिँ वाडा नम्बर कति रहेको छ त्यो दिनुहोस्। तपाईहरुको नजिक जुन ठाउँ मतदान केन्द्र रहेको छ त्यो ठाउँ चाहिँ क्लिक गर्नुहोला। त्यो क्लिक गरिसके पछाडि चाहिँ यो सेभ ड्राफ्टमा अनिवार्य चाहिँ क्लिक गर्नुहोला। सेभ ड्राफ्टमा क्लिक गरिसके पछाडि चाहिँ तपाईहरुको जति पनि विवरण छ त्यो सेभ हुन्छ, त्यो हट्दैन। त्यसपछि अर्कोमा क्लिक गर्नुस्। अर्कोमा क्लिक गरिसके पछाडि तपाईहरुको अगाडि नयाँ इन्टरफेस खुल्नेछ, जहाँ तपाईहरुले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ। व्यक्तिगत विवरणमा सर्वप्रथम मतदाताको नाम यहाँ राख्नुस्। नाम राखिसके पछाडि यहाँ मतदाताको नाम अंग्रेजीमा फेरि राख्नुस्। त्यसपछि पति वा पत्नीको नाम यहाँ राख्नुस्। यदि तपाईहरुको बिहे भएको छ भने यहाँ तपाईहरु आफ्नो पति वा पत्नीको नामावली यहाँ समावेश गर्न सक्नुहुन्छ। यदि भएको छैन भने अघि बढ्नुस्। यहाँ अर्कोमा चाहिँ बुबाको नाम राख्नुस्। त्यसपछि आमाको नाम राख्नुस्। अर्कोमा चाहिँ बाजेको नाम राख्नुस्। र यहाँ चाहिँ लिङ्गमा आफ्नो पुरुष हुनुहुन्छ कि महिला हुनुहुन्छ त्यो चुज गर्नुस्। त्यसपछि मोबाइल नम्बर यहाँ तपाईहरु आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। र अर्कोमा चाहिँ इमेल वा ठेगाना आफ्नो इमेल दिनुहोला। यो सबै विवरण भरिसके पछाडि अर्कोमा क्लिक गर्नुस्। अर्कोमा क्लिक गरिसके पछाडि यहाँ तपाईहरुको अगाडि नयाँ इन्टरफेस खुल्नेछ, जुन रहेको छ नागरिकताको विवरण। यहाँ तपाईहरुले आफ्नो नागरिकताको विवरण भर्नुपर्ने हुन्छ। सर्वप्रथम जन्म मिति यहाँ राख्नुस्। जन्म मिति राखिसके पछाडि यहाँ नागरिकता प्रमाणपत्र नम्बर राख्नुस्। नागरिकता प्रमाणपत्र नम्बर राखिसके पछाडि यहाँ चाहिँ राष्ट्रिय परिचय पत्र नम्बर राख्नुस्। यो राष्ट्रिय परिचय पत्र एनआईडी कार्ड नम्बर राखिसके पछाडि नागरिकता जारी भएको जिल्ला यहाँ सिलेक्ट गर्नुस्, जुन जिल्लाबाट तपाईहरु आफ्नो नागरिकता बनाउनु भएको छ। त्यसपछि यहाँ नागरिकताको किसिम के छ, वंशज छ, जन्मसिद्धि छ, अंगीकृत छ, त्यो चुज गर्नुस्। त्यसपछि नागरिकताको किसिम चुज गरिसके पछाडि नागरिकताको जारी मिति सिलेक्ट गर्नुस्। अर्को यो सबै विवरण भरिसके पछाडि हामी अघि बढ्छौं। अब हामीलाई भर्नुपर्छ नागरिकताको विवरण अनुसारको जन्मस्थल। तपाईहरु सर्वप्रथम यहाँ प्रदेश सिलेक्ट गर्नुपर्ने हुन्छ। कुन प्रदेशबाट तपाईहरु हुनुहुन्छ त्यो प्रदेश सिलेक्ट गर्नुस्। त्यसपछि यहाँ जिल्ला सिलेक्ट गर्नुस्। त्यसपछि यहाँ तपाईहरु आफ्नो गाउँपालिका वा नगरपालिका सिलेक्ट गर्नुस्। र यहाँ चाहिँ वाडा नम्बर सिलेक्ट गर्नुस्। तपाई कुन वाडा नम्बर कति नम्बरमा बस्नुहुन्छ। त्यस्तै यहाँ तपाईहरु आफ्नो गाउँ टोलको नाम लेख्नुस्, कहाँबाट तपाईहरु हुनुहुन्छ। त्यसपछि तपाईहरु अगाडि बढ्नुस्। यहाँ चाहिँ अस्थायी बसोबास ठेगाना भर्नुपर्ने हुन्छ। जुन ठाउँबाट तपाईहरु मतदान गर्नुहुन्छ भने त्यहाँ त्यो अनुसारको विवरण चाहिँ यहाँ भर्नुहोला। म चाहिँ मध्य प्रदेश, यहाँ जिल्ला धनुषा भरेको छु र पालिकामा विदेह र वाडा नम्बर 6। त्यसपछि गाउँको नाम एक राही रहेको छ। त्यसपछि मतदान गर्ने स्थल हामीलाई सिलेक्ट गर्नुपर्छ। यो सबै विवरण भरिसके पछाडि चाहिँ यहाँ तपाईहरुलाई नागरिकताको अगाडिको फोटो चाहिँ यहाँ राख्नुपर्ने हुन्छ र त्यो फोटो 1 MB भन्दा कम हुनुपर्छ, नत्र यो फोटो अपलोड हुँदैन। र यहाँ चाहिँ पछाडिपट्टिको फोटो राख्नु होला र सेभ ड्राफ्टमा क्लिक गर्नु होला।
त्यसपछि अर्कोमा क्लिक गर्नुहोस्। अपाङ्गता रहेको भए हो, यदि होइन भने होइनमा क्लिक गरिसके पछाडि चाहिँ अर्कोमा क्लिक गर्नुहोस्। अर्कोमा क्लिक गरिसके पछाडि यहाँ तपाईँहरूले मातृभाषा भर्नुपर्ने हुन्छ। तपाईँहरूको कुन मातृभाषा हो, मेरो चाहिँ मैथिली रहेको छ, म मैथिली भर्छु। र समूह वा वर्ग, कुन समूहबाट तपाईँहरूले भर्नु, मधेसी छ भने मधेसी, मुस्लिम, थारू, दलित, म चाहिँ दलितबाट भरिरहेको छु। त्यस्तै अर्कोमा चाहिँ तपाईँहरू शैक्षिक योग्यता यहाँ सोधेको छ, तपाईँहरूको शैक्षिक योग्यता कति रहेको छ त्यो दिनुहोस् र सेभ ड्राफ्टमा क्लिक गर्नुहोस्। त्यसपछि अर्कोमा क्लिक गर्नुहोस्। यसमा तपाईँहरूले आफ्नो सम्पर्क स्थान भर्नुपर्ने हुन्छ। यहाँ सर्वप्रथम आफ्नो प्रदेश सिलेक्ट गर्नुहोस्, त्यसपछि जिल्ला सिलेक्ट गर्नुहोस्। यहाँ तपाईँहरू आफ्नो निर्वाचन कार्यालय आउँछ, तपाईँहरूको नजिक जुन निर्वाचन कार्यालय छ त्यहाँ त्यो क्लिक गर्नुहोस्। यहाँ सम्पर्क स्थानको नाममा तपाईँहरूले प्रदेश निर्वाचन कार्यालय धनुषा यहाँ रहेको छ त्यहाँ क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो मिति यहाँ सिलेक्ट गरेर सेभ ड्राफ्टमा क्लिक गर्नुहोस् र अर्कोमा क्लिक गरिदिइसके पछाडि सम्पूर्ण डिटेल देखाइरहेका छन्, यसलाई चाहिँ दर्ता गर्नुहोस्। दर्तामा क्लिक गरिसके पछाडि यहाँ तपाईँको आवेदन चाहिँ अप्लाई हुनेछ र आवेदन अप्लाई भइसकेको छ यो तपाईँहरू चेक गर्नुहोला। यदि सम्पूर्ण जानकारी ठिक छ भने यहाँ PDF डाउनलोड गरेर र त्यो चाहिँ आवेदन लिएर तपाईँहरूको नजिकको जुन जिल्ला निर्वाचन कार्यालय छ त्यहाँ गएर चाहिँ त्यो बुझाउनु होला। भिडियो कस्तो लाग्यो? यदि भिडियो तपाईँहरूलाई राम्रो लाग्यो भने हाम्रो टेक रमेश युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र यस्तै खालको इन्फर्मेसन भिडियोको लागि हामीसँग जोडिनु होला।